त्यति बेला 60 वर्ष मरेको मान्छे म। त्यहाँदेखि नयाँ जमाना पाए अपरेसन गरेको मान्छेले केही ढुङ्गो नछुनु भन्थ्यो। यो रोडमा कराप क्रुप ढुङ्गो त्यो तल ग्राम ग्रुम ढुङ्गो बनाउने त्यत्रो गाडाहरू टम्टम बनाए। अहिलेसम्म पनि यत्रो ढुङ्गाहरू एक्लै चलाउँदैछु। हो है बाजे, कति बलियो हाम्रो बाजे। अझै पनि 1 केजी मासु खाइहाल्नुहुन्छ है। जीवन त मेरो त सानो तर ऊ रहेछ पथरै बराबर रहेछ भनौँ न। ढुङ्गोहरू पाप्ताको यसरी पाप्ताको ढुङ्गो हो। बाजेलाई मैले त घुमाएको नि काठमाडौँमा अपरेसन गरेपछि। त्यो ढुङ्गो पाप्राको क्या यो नुङ्ग्राहरू आधी घन्टामा सालकै रहेछ हात पनि घर घर त्यो भए पनि सालकै हो। म पनि मेरो मुटुको भोल फेरेको साल काम नगर्नु घाँसहरू पनि नकाट्नु भन्थ्यो। काट्नु भयो आएर डङ बाजेले। खेतमा आँखा काट्नु, भित्ता तात्नु, काँडा खसाल्नु। है बाजे त्यस्तो तपाईँ आज पनि राक्षस काम गर्नु राक्षस हामी। उहाँ तल खोलादेखिको घाँस यहाँ ल्याउँथ्यौँ डङबारी। त्यस्तै हो बाजे। अब अझै पनि टकरा हुनुहुन्छ तपाईँ। अब गइयो छैन जानुभएको, कति बलियो हुन्छ हामीभन्दा मभन्दा त। अब काम पो गए नानी काम पो गयो। तर प्रभुले मलाई सहारा दिनुभएको छ। हो त यत्रो जीवन दिनुभएको छ होइन, नयाँ जीवन दिनुभएको छ। यहाँ 8 बजीमा त्यहाँ छ कि गाडी, त्यो गाडी पर्खिरहनु मलाई मन पर्दैन। 6 बजी 5 बजी नै उठेर जान्छु। परनियर 16मातिर मात्रै गाडीले भेट्छ। बाउलाई बाहिर सुता बाजेलाई मैले आधी घन्टामा जुगु बाहिर निकालेँ के त। अघेनामा भमुती दियो अरे। कसले? होइन यसो हो दिक्कदेखि अब रक्सी खाएर दोबेलाको नेवारहरूले मलाई 1 बोतल रक्सी ट्याक्कै ट्याक्कै राखिदिने जहिले पनि। किनभनेदेखि हाम्रो खेती उहाँ त दाउरा घाँस सबै काटाकुटिनेकै खुवाउने। त्यहाँखेरि मलाई त लाई हजुर दाउरा भने यता गरेर खाँदै 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 आएको। त्यहाँ त धारीमा बसाउँदैन सप्ताहमा भित्र बसेर ए मामा त भोकै हुनुहुन्छ भनेर भोकै त छु त अनि सिन्का छडिने चाड बनाऊ। जाड बनाएर ड्याममा ल्याइदियो। खाँदा खाँदा गरेछु भक्क लगेछु। त्यहाँदेखि त यसो बिन्दिँदा त मलाई त सबै भएर खाटमा निकालेर सुताएछ। म त भित्रै सुतेको छु भने त्यहीले बाहिर ढोका छाप्दै छाप्दै गएर त ढोका उघारेर बाहिर सिक्क आकाशमा गयो। हुनेको त सबै सुतिरहेको सारा बुद्धि हालेछु। ए मामाले बुद्धि दियो हुनु थाल्यो तिनीहरूले सबैलाई फन्को मारेर त्यस्तो गर्दा पनि दिल्ली सबैले मलाई प्यारो गर्ने गरे। अब बखेर जस्तो भनेर भन्ने केही पनि नभन्ने जुम्मैको टाउकोमा गरेको सबैको हाँसे पुरानो केही पनि खाइराखेको सबै यसो गर्नुपर्छ दिदी। ए भाउजू यसो गर्नुपर्छ भनेर हात टेकेर सल्लाह पाएको त हतार सत्ता भन्दै त्यसले पनि घिसेको गाडी पुग्यो है बाजे। खानु त राक्षस नै म त। अब उभो जानु परेको भए के गर्नुहुन्छ होला? रतन साहब मावला जाँदाखेरि माथि सिरानीदेखिको खाली झरेको तल पुछार
त्यहाँदेखि पञ्चमी बजारमा आयो बजारमा आयो यस्तो पानी खानुपर्छ पानी त्यहाँ रतनसामा कस्तो हो भने धेरै नै भएको छ कि खाँदा 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 यहाँ आएको छ यसो गर्नु त भएन यसो अलिक तल गएर यसो गरेको त सोही के झरेको बाजे जार पानी ल्याउने भने पानीले मुख खुल्ला गरेर फेरि गएर खायो मुखबाट सबै सलल त्यसो अनि फेरि खानुभयो अनि फेरि खानुभयो यहाँ आइपुगेछ कि त्यसो गरेर त सल्ल त्यति साह्रो चाहिँ हुँदैन नमात त्यो खाना पनि नमात ठक्कै लरबरेन गाउँको त्यो तर कुमार त्यस्तो राक्षसमा त त्यस्तो गोमम्पा राक्षस भन्नेको हो राक्षसमा चाहिँ यस्तो भयो अहिले चाहिँ 60 वर्षमा मरेर उहाँ गएको क्या मरेको थिएँ नि त म 60 वर्ष कहाँ म काठमाडौँ गएर म अप्रेसन हुँदाखेरि तिमीले चाकर गरेको थिएँ तपाईँले मैले जू घुमाएको होइन आधी घन्टामा नयाँ जीवन पाएँ बाजे उनीहरू थान उठाएर पनि राति गइगयो अरूको